नमस्ते मेरो फेसबुक साथीहरू र टिकटक साथीहरू र इन्स्टाग्रामका साथीहरू र मेरो युट्युबर साथीहरूलाई पनि यो 2082 सालको शुभकामना व्यक्त गर्न चाहन्छु। यो नयाँ सालमा अब नयाँ साल लाग्यो, हेर्नुस् यो बोट बिरुवाहरू पनि हैन, अनि नयाँ अब पुरानो पातहरू चाहिँ फेरेर नयाँ पातहरू पोलाएको छ र अब नयाँ फल दिन्छ। अनि हेर्नुस् हैन, अब भर्खरै हरियो फलहरू हरियो पातहरू आउँदैछ। अब जसरी यो हरियो पातले चाहिँ हामीले यो हरियो पातलाई हेरेर हामी आनन्द इन्जोय मनमा एकदमै राम्रो एउटा फिलिङ आएको छ हैन, इन्जोय आएको छ। त्यसरी नै हाम्रो जीवन पनि यो नयाँ वर्षमा चाहिँ अनि हाम्रो जीवनले एकदमै अब राम्रो अरूलाई अनि एउटा राम्रो जस उत्साह दिउँ हाम्रो जीवन, हाम्रो बानी व्यवहारले। अनि यदि हाम्रो गएको दिनहरूमा गएको सालहरूमा हामी नराम्रो काम गरेको छौँ भने, नराम्रो सोच विचार गरेको छौँ भने हैन, अनि त्यो चाहिँ अहिले अब यो नयाँ वर्षदेखि हामी त्यसलाई चाहिँ बिर्सेर छाडेर हैन, आफ्नो शत्रुलाई पनि प्रेम गर्न सक्दैनौँ भने पनि यो नयाँ सालमा चाहिँ नयाँ सालदेखि चाहिँ यो 82 सालदेखि चाहिँ हामी नयाँ सोच विचार गरौँ, अनि प्रेम आफ्नो शत्रुहरूलाई प्रेम गर्न सिकौँ, जानौँ है। अनि एकअर्कामा एउटा स्वार्थी नबनौँ, एकअर्कामा चाहिँ एउटा राम्रो सोच विचारले चाहिँ हामी जीवन यापन गरौँ भनेर म भन्न चाहन्छु। र अनि यो हुन्छ, बाई बाई। तपाईँहरूले चाहिँ नि यो मेरो युट्युब भ्लग पनि हेरिदिनु होला र मेरो युट्युबको चाहिँ अनि मेरो युट्युब च्यानल चाहिँ 2668 जिल राई 2668 छ है। अनि तपाईँहरूले अनि यसो हेरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्, अनि नराम्रै भयो भने पनि तपाईँहरूले सेयर गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। हुन्छ, बाई बाई। ल साथीहरू हेर्नुहोस् है, यो रुखहरू चाहिँ यो रुख यसो हेर्दाखेरि चाहिँ स्वार्थी जस्तो लाग्छ है, सुलुत्त बढेको छ अनि माथि मात्रै टुप्पो मात्रै पलाएको छ। त्यस्तै चाहिँ नबनौँ हैन, हामी पनि अब एकअर्कामा यो सहायता सोगी बनौँ, आफू सेल्फिस नबनौँ भन्न खोजेको है। यो रुख चाहिँ एउटा स्वार्थी जस्तो छ हैन, यो रुखलाई हेरेर हाम्रो जीवन तुलना गरौँ। हुन्छ, हेर्नुहोस् यो रुखले चाहिँ सुरुदेखि नै मानिसहरूलाई, चराचुरुङ्गीहरूलाई अनि एउटा आश्रय दिएको छ है, सुरुदेखि नै हेर्नुहोस्। हेर्नुहोस् साथीहरू, वैशाखमा सबै राम्रो हुन्छौँ। यो फुल पनि हेर्नुहोस् है, अब नफुल्दाखेरि कति नराम्रो देख्छ है, अब यो फुलेपछि कति राम्रो देख्दो रहेछ यो हेर्नुहोस्। अरू बेला चाहिँ हेर्दाखेरि अलिक उसको पत्ता पनि कसो देख्छ हैन, तर यो जब फुल्छ कि उसको वैसो भर्छ कि एकदम राम्रो देख्ने रहेछ हेर्नुहोस्। ल अन्तिममा साथीहरू बाई बाई। यो फुल जसरी राम्रो हुन्छ त्यसरी नै सबैलाई राम्रो हौँ, राम्रो गरौँ र बाई बाई। ल है साथीहरू, बाई बाई। अझै पनि फेरि म बाई बाई भन्न चाहन्छु। साथीहरू खुसी हुनुहोस्, 2042 सालमा सधैँ खुसी गरौँ, सबैले राम्रो गरौँ। हुन्छ, बाई बाई।